यहाँबाट जान्छ यस्तो बस्ती बढेको है ड्याडी यहाँनिर है बाटो छ नि हो र ऊ हिँडेर भनेर आनाको 25-30 छ ऊ यो घरबाट जान्छ हामी त्यो त्यहाँबाट कति मिनट पुग्छ त्यहाँ त धेरै लाग्दैन ऊ यो घर ऊ यो बाटो ऊ त्यो घरतिर पुग्छ अनि ऊ हानेर घुमेर हेर्छ ऊ चाहिँ त्यो यो डाँडो हिँड्नु पर्दैन हामीले मलाई त अरू यस्तो बस्ती बसेको देख्दा छक्क पऱ्यो क्या म यहाँ त चौरपट बनेर हुन्छ पछि हैट यहाँ त भरेर जान्छ तल घरिन्छ स्योर हो यो त 6 वर्षमा भएको ड्याडी यहाँतिर त घरै थिएन हाम्रो बाटो ऊ हेर त कस्तो चिज र यही बाटो ऊ पुल देख्यो नि ऊ यही पुल ए हजुर हाम्रो त यो खोला तर्नु पर्छ यही मात्रै हो खोला तर्नु हाम्रो चाहिँ ठ्याक्कै यो बाटो बनाएको ठ्याक्कै उही यो बाटो हिँड्नु पर्छ ए त्यो हिँड्नु भयो त्यही बाटो हुन्छ यो हिँड्नु पर्छ यो तेर्सो हिँड्ने भागी घुमेर गएको हुन्छ बाटो कस्तो यो पानीको माउ के हुन्छ तिनटै जग्गामा पानीको माउ पर्यो अन्त होइन जति पनि लिएछौँ हामीले यतिपट्टि लिएछौँ नि त त्यही भएर पानीको माउै पर्यो तिनटै जग्गा है यदि पास भएको छ नि पास नहुनु हेर्न बाटो कडा रहेछ यतिको बस्ती त थिएन नि पहिला हिँड्ने ठाउँमा आउँदा यो त भरेर उता जाने त्यो माथि माथि चक्नुपर्छ घर यता चाहिँ जति पनि घर बनाइरहेको छ यिनीहरू यहीँको मान्छेले बनायो होला क्या होइन भने बाहिर मान्छे आउँछ कहाँको हो भने धेरै मान्छे गाउँमा फेरि भने यही हो बसमा यहाँ बसबाट यही हो पैसरी कहाँ यस्तो घर थियो है हेर यहाँ ऊ चौरपथ बाटो यही हो कुन उयो यो उयोबाट आउने बसमा के भयो होइन यहाँबाट अनि त्यता घुम्छ बस्ती त भर बसिरहेको थियो यस्तो जग्गा हेर भगवान् बुद्धले राख्नु कान्छो सके त कान्छोले लिए हुन्थ्यो नि है त्यही त कान्छालाई गर्नुपर्छ यहाँदेखि हेर्न जग्गा त उल्टा छ त्यो त उच्चमा छ के जग्गा राम्रो अलि उच्चमा भएर अलि पानी अहिले त्यहाँ हेर अहिले म घुमाएर देखेँ यो चौरपति यो उयो सबै ठुल्ठुलो पहिला सानो बनाएको है पछि ठुलो बनाउँछ यो त कहाँसम्म जान्छ रहेछ मान्छेसम्म पैसा त पुग्दैन थियो होइन पहिला त यहाँतिर हिँड्नै सक्दैन थियो त्यहाँतिर राखेर हिँड्नु पर्छ यहाँ होइन बाटो चौरपति बाटो यो ए यो यही हो गाईको जग्गा नि पुग्छ ए सबै खनकै घुमेर हजुर त्यहाँ त लोड चाहिँ के हो चौरपति हो गया लोडे छ लोडे छ पहिरो गर्छ ल हेर हेर घट्टी खोला चौरपति हो ए के बस्नु चैत वैशाखमा जेठमा हेर्नु यता बसेर तलतिर बसेर घट्टी होला नि पुरै पिच गर्दैछ है चौरपति हो यहाँ त खोला थियो हामी हो क्या खोला थियो होइन खोला चौरपति यस्तो जग्गा बेच्नु त्यो भएर बेच्नु जाँदैन हो त्यहाँ हेर्नु खसेछ यो खसेछ राइट यहाँ कडा हामीलाई त यो बाटो हिँड्नु पर्दैन उताको तलपट्टि हामीलाई त यो बाटो मतलब छैन हामीलाई हिँड्नै पर्दैन त्यहाँ हेर्नु पोलिङको जग्गा कति माथि उता हाम्रो जग्गा छेउ अलिक पर्छ ए सो पोलिङ पर्छ त्यत्रो मान्छे ठुल्दिन ऊ त्यहाँतिर पोलिङ सबै पानी हेर्नु त्यहाँ यहाँ जग्गा अनि जग्गाको रेट चाहिँ किन हाम्रो त्यस्तो भनेर है यस्तो राम्रो हेपेर कस्तो हेपेर जग्गा बेच्नु बिहानलाई हुन्छ भिडमा भयो एउटा कुरा अहिले त उहाँ बनाउँदै पो लाग्छ हेर त हो त रहेछ है ऊ अहिले जोड्ने रहेछ बाबु यस्तो जग्गा बेच्छ हेर उहाँ ऊ सिक्यो
पानी ट्याङ्की हो वहाँ छ यो त छुट्टै यहीँ रोक्ने हो अब यहीँ रोकेछ उता बाटो बन्नु लाग्यो अनि ऊ देखा यही हो बाटो चाहिँ 20 फिट बाटो कुन जग्गाले रेडी उयो उयो त हो यताको जग्गा यो त ए पानी पनि कल्ला बगिरहेछ यस्तो पानीको म 20 फिटको बाटो चाहिँ बन्न बाँकी छ यहाँ हैन कहाँ रेडी यहाँ यो फाइनल गइछ ए टोल मिलेको ओ सो दर्शन आइ दर्शन यो यहाँ नि घरमा कता यसो बनाएपछि हुने सबै हो क्या होइन गोर्खालीको गोर्खा मान्छेको मेरो उता कहाँ त माथि यो हो यी तपाईँ तलको हो घर 500 सरेको हो तपाईँ त पुर्खौलीको पुर्खौली प्लटिङ दिया भइरहेको रहेछ यस्तो पाक्नु कति भन्छ डेढ त्यहाँ 10-15 भन्दै 20-25 त्यसो भनेन होला त्यो पानी ट्याङ्की यो भयो होइन पानी त म राले अर्धो बजाले यो हेर्दा हाम्रो जग्गा उ त्यो बोर्डभन्दा तल होइन बोर्डभन्दा तल होइन बोर्ड होइन त्यो रुख त होइन त्यो रुखभन्दा तलको होइन नि ऊ त्यो खुट्टा जस्तो ठुटा आउनु त जाउँ फेस चाहिँ यहाँदेखि होइन यहाँदेखि छ योदेखि हो हो यहाँदेखि त्यहाँसम्म रहेछ त्यहाँदेखि फेस देखाउनु त ड्याडी एकचोटि सबै देखाइदिनु त भोलिपछि बिक्री गर्नु पर्यो भने काम लाग्छ कि कहाँदेखि भन्नु त फेस ल हेर्नुहोस् त्यहाँदेखि रहेछ यहाँदेखि अब फेरि अर्को पनि देखाइदिनु त ड्याडी त्यही हो ए त्यहाँसम्म रहेछ होइन यहाँदेखि त्यहाँसम्म ठुलो छ त्यहाँसम्म आइपुग्छ होला होइन तपाईँसम्म आइपुग्छ होला ए त्यहाँसम्म ए अब माथि पनि देखाइदिनु त माथि पनि देखाउनु न यो सिधा देखाइदिनु है ड्याडी हजुर ए त्यहाँबाट सिधा हो कहाँसम्म हो हेर्नु त देखाउनु न त्यो भित्रसम्म त्यो माथिसम्म पनि जान्छ र कहाँसम्म ऊ त्यहाँसम्म जाँदो रहेछ होइन ऊ ड्याडी बसेको ठाउँसम्म होइन त्यहाँदेखि यहाँसम्म कति लामो ड्याडी हो त अब उतापट्टि जानु त उतापट्टि जानु त त्यहाँसम्म है ठुलो छ त यो त है त्यहाँदेखि कता चौडाइ चाहिँ त्यति मात्र हो आउनु न त कतासम्म भनौँ न आउनु त्यहाँसम्म अनि अब यतापट्टि देखाउनु न त्यहाँबाट ठुलो हुँदै हुँदै आउनु त कहाँसम्म हो आफ्नोपट्टि मात्र आउनु त्यहाँसम्म होइन
अनि आफ्नोपट्टि आउनु न आफ्नोपट्टि जानु न आफ्नोपट्टि मात्र आफ्नो जग्गापट्टि मात्र हजुर आफ्नोपट्टि सबै त्यो चौडाइसम्म जानु पछाडिसम्म आफ्नोसम्म जानु है त ल हेर्नुहोस् है राम्रो छ जग्गा चाहिँ होइन पछाडि अलिकति नमिलेको भए पनि एकदमै बवाल गरेर भन्छ ल मैले देखाइरहेको छु ल हेर्नुहोस् चौडा एकदमै राम्रो छ यहाँ ल कहाँसम्म हो जानु न रोड काटेसम्म पछिको जानु त रेडी रोड काटेपछि कहाँसम्म आउँछ रोड काटेपछि इदी जान्छ होला यो कुना इदी जान्छ होला त्यही त त्यहाँको 10 फुट यता 20 फुट ल यस्तै हो है आली छ हैन सबै अन्डै ल्याएर खाली